बाबु के भयो किन रोगो ल्यापटप भनेको हो ल हेर्नुहोस् न अहिलेको बच्चालाई जन्मिने बित्तिकै मोबाइल ल्यापटप चाहियो अरे ल के गर्ने गर्लफ्रेन्डसँग फेसबुकमा च्याट गर्ने हो ल्याऊ म खोलिदिन्छु ल पकाए गर्लफ्रेन्ड ल के गर्छौ ल च्याट गर त्यस्तो पनि होइन नि सबको हेरेर फुटालेर ल अब ड्याडीको ल्यापटप फुटालेर के गरेको ड्याङ बाबु पोगेस ल के गरेको हुन्न नि न मम्मी पाए हेर्छु मम्मी हो मम्मी पाएको नि अब ल हेर्नुहोस् अब यस्तो गरेपछि नि हुन्छ त ल्यापटप अब अचेलको बच्चालाई ल्यापटप खेल्ने चिजहरू यत्रो 50-60 हजारको ल्यापटप उसलाई खेल्नु पर्ने के गर्छौ ग ल के भयो बाबु कहाँ गएको ल्यापटप माथि हुन्न नि हेर्दा ल्यापटपको सबै दाँत झार्दै र ल हुन्न के गरेको त्यही हो ल्यापटप माथि सुत्ने हो त हेर त ल हुन्न नि बाबा यस्तो ज्ञानी छोरो नि त्यस्तो हुने हो त के भयो उम्ला च्याप्यो ताना ल हेर्नुहोस् मलाई यसले न पढ्न दिन्छ न ल्यापटपमा बस्न दिन्छ यो 1 नम्बरको फटा भयो यसलाई के गर्ने होला लौ न यो बच्चाहरूलाई यसरी तहमा ल्याउने उपायहरू बताइदिनुहोस् न हो साथी यस्तो गाह्रो ल बाबुको नाम के हो बाबु प्रोग्रेस अब पोगेस तिम्रो नाम के हो यहाँ हो बाबा भन मम्मी भन क्याउ टाटा बाबु टाटा ल गयो अब गयो त यस्तो यो चत्रीका लागि के भन्छन् यस्तो देखाउँछ छोरोले